सम्पूर्णलाई मेरो च्यानलमा स्वागत छ। आज भने 2082 नेपाली न्यू इयरको चाहिँ फर्स्ट डे अनि आज हामी एउटा छोटो भ्लग बनाउँदै छौँ। आशा छ तपाईहरुले आजको हाम्रो छोटो भ्लग चाहिँ मन पराइदिनु हुनेछ। त्यसकारण हाम्रो च्यानललाई लाइक शेयर अनि सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला है त। हाम्रो तर्फबाट तपाईहरु सम्पूर्णलाई धेरै धेरै शुभकामना। खै त शुभकामना भनेको त शुभकामना। ह्यापी न्यू इयर। हेलो सबैजनालाई ह्यापी न्यू इयर। ह्यापी न्यू इयर ठुलो मम्मी। ह्यापी न्यू इयर। कस्तो राम्रो भान्जा ह्यापी न्यू इयर। खोइ मियाङ मैले ह्यापी न्यू इयर भनेको सबैजना भन्न लु भन सबैजनालाई राखेर मैले दिदीलाई शिर उभाइसकेको छु। ल चटपटे बनाउनुहोस् ल दिदी। ल साथीहरू हाम्रो 2082 सालको ह्यापी न्यू इयर चाहिँ चटपटेबाट सुरु भइरहेछ। र सबैजना ह्यापी न्यू इयर। छिटो न ह्यापी न्यू इयर भन्नु न ह्यापी न्यू इयर। ठुलो मम्मी ह्यापी न्यू इयर। दुर्गाजी ह्यापी न्यू इयर। सानो ह्यापी न्यू इयर। होइन हाम्रो न्यू इयर चाहिँ यस्तो हुँदैछ है नयाँ सालको होइन बढी यसोबाट सुरुवात हुँदैछ। बिस्तारै हामी अरू कुरा पनि खान्छौँ नि होइन। न्यू इयर चाहिँ यसरी हुँदैछ साथीहरू। न्यू इयरमा हामी मोमो बनाउने कार्यक्रम गर्दैछौँ। छोडिरहेको ब्लगर हुने हो नि त होइन तिमी त भोलि पर्सि हो कि होइन। हाम्रो ब्लगको अब अन्त्य हुँदैछ। हामीले मोमो मिठो बनाएर खायौँ गाइजहरू। के भनेको त्यस्तो चाहिँ जोल दादा के भन्नु छ के भन्नु छ। गेम खेल्नेहरूलाई थाहा हुन्छ क्या चिकन डिनर भनेको मोबाइलमा गेम खेल्ने फिरफिरी होइन फिरफिरी आन्टीले सिकाएको। बाई बाई गाइज। यहाँ छौँ है गाइज मोमो पकाएर थाकेर हैरान न्यू इयर मनाउँदै हाम्रो न्यू इयर चाहिँ समाप्त भएको छ है गाइजहरू। यतिमा मोमोमा हामी एन्ड गर्दैछौँ। बाई बाई बाई।